Hello everyone, welcome back to my channel. जो नयाँ हुनुहुन्छ मेरो च्यानलमा भने हाई दिस इज जया अनि आज चाहिँ म एउटा इन्ट्रेस्टिङ कन्टेन्ट लिएर आएको छु. कन्टेन्ट अरु के भन्छ थाहा छैन. मैले चाहिँ स्किन केयर स्किन रुटिनको बारेमा हैन यो पिल अफ मास्क चारकोलको पिल अफ मास्क भन्ने यो फेशियल मास्क चाहिँ युज गरेर रिभ्यू दिन गइरहेको छु. हुन त मैले यो 3-4 चोटि नै युज गरिसके अहिलेसम्म हैन, तर यसको बेनिफिट्सहरु चाहिँ सबैलाई थाहा नहुन सक्छ नि त. अनि मसँग चाहिँ यो अनयुज्ड छ, तर यहाँ युज्ड गरेको छु. मैले अर्को उसमा राखेको छु के पेपरमा राखेको छु. एकचोटि युज गरिसकेर ब्याक अब अर्कोचोटि युज गर्छु भनेर राखेको छु हैन. त्यसपछि यसको कुरा गर्नुपर्दा चाहिँ एकदमै सस्तो छ. 35 कि 40 रुपैयाँमा लिएको मैले हैन. यसको बेनिफिट के छ, यसले लगाउँदा के हुन्छ, दुख्छ दुख्दैन भनेर चाहिँ म डिटेलमा भन्छु. तपाईहरु मध्ये धेरै जनालाई चाहिँ ब्ल्याक हेड, ओइली स्किन र डल स्किनको प्रब्लम हुन्छ होला हैन. मैले पनि सेम त्यही फेस गरिरहेको छु के. मेरो चाहिँ यो नोज एरियामा चाहिँ ब्ल्याक हेड छ. अनि त्यसपछि ओपन पोर्सको लागि पनि एकदमै हेल्पफुल छ यो चाहिँ. यो गालाको यस्तोमा चाहिँ अलिअलि ओपन पोर्स छ, त्यस्तो धेरै छ हैन. जस्ट 3-4 वटा छ. त्यसको लागि पनि यो चाहिँ एकदमै हेल्पफुल छ. त्यसको चाहिँ फेसमा एक्स्ट्रा ओइल आउँछ के यस्तो एरियामा हैन. यस्तो एरियामा कम्बिनेसन स्किन भएकोमा, ओइली स्किन भएकोमा चाहिँ एकदमै बडी हेल्पफुल हुन्छ. यसले चाहिँ ओइलहरु कन्ट्रोल गर्छ के. यो पिल अफ मास्क लगाउनु भन्दा अगाडि चाहिँ के गर्नुपर्छ भने हामीले फेस वाश गर्नुपर्छ मजाले. जस्ट नर्मल वाटरले गर्दा पनि भयो हैन, किनभने फेस वाश गर्नु चाहिँ अलि इम्पोर्टेन्ट नै छ के. डर्टी फेसमा चाहिँ राम्रो रिजल्ट दिदैन यसले. त्यसैले फेस वाश गरेर मोइस्चराइजर के पनि लगाएको छैन मैले, लगाउन हुँदैन हैन. तपाईहरुले पनि यस्तै गर्नु पर्यो. फेस वाश गरेर डाइरेक्ट यो लगाउन पर्यो है त. म चाहिँ यो अनयुज्डलाई यतिकै छोडिदिन्छु र युज्ड गरेकोलाई चाहिँ गर्छु. अनि मलाई चाहिँ त्यो कुनै पनि एउटा इन्स्ट्रुमेन्टले ट्राई गर्नु भन्दा हैन, एउटा छ युज गर्ने त, बट त्यसले भन्दा फिंगरले चाहिँ अलिक बढी सजिलो लाग्यो के. त्यसले सबै एरियामा मिल्छ नि त. ओके, यो चाहिँ हो मैले युज गरेको प्याकेट है. यसले मलाई 3 चोटि पुग्छ. 35 रुपैयाँले 35 or 40 रुपैयाँले 3 चोटि पुग्छ भनेको दिस इज नट अ जोक के. कति सस्तो आको के. बट यस्तो दुखाउँछ यसले, यस्तो दुखाउँछ. तपाईहरुको सेन्सिटिभ एरिया छ, सेन्सिटिभ फेस छ भने चाहिँ फर्स्टमा थोरै एरियामा मात्रै लगाएर ट्राई गर्नु होला, नत्र एकदम यसले यस्तो रेडनेस लिएर आइदिन्छ. सो लेट्स बिगिन विथ ओके. यो चाहिँ यस्तो देख्छ है. म चाहिँ मेरो फिंगरले मलाई एकदमै कम्फर्टेबल फिल हुन्छ र मैले फिंगरले नै युज गर्न आँटेको छु. एकदमै सानो सानो फेशियल हेयरलाई पनि मजाले निकाल्छ के. यो चाहिँ मलाई राम्रो लाग्यो हैन. बट यति दुखाउँछ यु कान्ट कन्ट्रोल द पेन के. माय गॉड. यसले स्किनलाई अलिकति ड्राई बनाउने भएर यो युज गरेपछि चाहिँ हामीले इमिडिएटली फेस मोइस्चराइज चाहिँ गर्नुपर्छ के. हजुरहरूले यो आइब्रो अनि आइज र लिप्स एरियामा चाहिँ अलिक बढी अलर्ट हुनु है. अभोइड गर्नुपर्छ यस्तो ठाउँतिर चाहिँ, यस्तो एरियामा.
हुन्छ भने डेली युज गर्न चाहिँ मिल्दैन यो हप्तामा एकचोटि अथवा दुईचोटि मात्रै युज गर्नु होला डेली युज गऱ्यो भने ड्राई हुन्छ फेस त्यही अब मैले सबै निकालेर बोल्छु है त क्लियर गर्न चाहिँ अलिक बढी टाइम लाग्छ हैन सबै निकालेको क्लियर भएकै छैन अलिक टाइम लाग्ने भनेको चाहिँ पिल अफ गर्नको लागि नै हो हैन तर यो निकालिसकेपछि चाहिँ एकदमै कस्तो फ्रेस फिल हुन्छ अब त्यसपछि फेस वास गरम हैन नर्मल वाटरले गर्दा भयो फेस वास गरम अनि त्यसपछि मोइस्चराइज गरेर म अनि यसको अलिकति बेनिफिट भन्छु त्यति नै हो सो मैले चाहिँ फेस वास गरिसकेँ हैन फेस वास गरे पनि जाँदैन क्या नर्मल वाटरले मात्रै गरेको फेस वास नै युज गर्यो भने चाहिँ जान्थे होला बट मैले नर्मल पानीले मात्रै गरेँ एज यु क्यान सी हैन अघि देख्नुभयो होला त्यो पिल अफ गरेपछि मैले सो गरेँ नि यति धेरै डस्टहरू निस्किन्छ है डर्टी उहरू निस्किन्छ अनि त्यसपछि सानो सानो त्यो हेयरहरू पनि निस्किन्छ कि एकदम सेटिस्फाइङ आउँछ रिजल्ट एकचोटि ट्राई चाहिँ गर्नु होला दुख्न चाहिँ अति नै बढी दुख्छ बट ट्राई गर्नु पर्यो भने रिजल्ट चाहिँ वर्थ इट नै आउँछ सो ट्राई गर्नु होला एकचोटि अब चाहिँ मेरो कहीँ कतै पनि बसेको छैन मैले भनिहालेँ विकमा एकचोटि अरू दुईचोटि मात्रै युज गर्नु हैन डेली युज नगर्नु किनभने यसले अति नै बढी ड्राई बनाइदिन्छ यो अहिले पनि ड्राई नै भइरहेछ जबसम्म मैले मोइस्चराइज गर्दिनँ तबसम्म अलिक ड्राई नै हुन्छ अनि सेन्सिटिभ स्किन भएकोहरूले चाहिँ पहिला प्याच टेस्ट गर्नु अनि पछि मात्रै फेसमा अप्लाई गर्नु होला मैले अघि नै भनिहालेँ कुरा मेरो पर्सनल एक्सपिरियन्स चाहिँ के भयो भने मलाई चाहिँ के कुराले चाहिँ अलिक बढी हेल्पफुल लाग्यो भने ब्ल्याक हेड्स व्हाइट हेड्सहरू त अफकोर्स निस्किनै हाल्छ हैन अनि त्यो पिल अफ गर्दाखेरि चाहिँ त्यो फेसियल हेयर पनि मजाले नै आउने कि मसिनो सानो सानो एकचोटि युज गरेर हेर्नु होला अनि थाहा हुन्छ हैन एकदमै सानो सानो हेयरहरू पनि मजाले पिल अफ हुन्छ अनि हामीले सुनिरहेको हुन्छौँ नि यो चारकोल भनेर हैन यसले चाहिँ के गर्छ भने यो चारकोल पिल अफ मास्कले चाहिँ के गर्छ भने हाम्रो स्किनभित्र रहेको डर्टहरूलाई चाहिँ निकाल्छ मजाले पिल अफ नै गरेर निकाल्छ स्किनलाई एकदमै क्लियर बनाइदिन्छ फ्रेस फिल हुन्छ हैन अनि त्यसपछि डर्ट पल्युसन अर ओइललाई चाहिँ बाहिर निकाल्ने काम गर्छ बाहिर मजाले नै निकालि नै हाल्छ अहिले अघि मैले देखाइ नै हालेँ हैन तपाईहरुलाई बिलिभ लाग्दैन भने एकचोटि ट्राई चाहिँ गर्नु होला मैले त मेरो रिभ्यू दिने न हो हैन जे भन्दा पनि भइहाल्यो भन्ने जस्तो फिल हुन्छ होला तर साच्चीकै नै राम्रो रिजल्ट दिन्छ यसले मैले अघि भन्न बिर्सेछु हैन तपाईहरुले मास्क पिल अफ गर्दाखेरि चाहिँ जहिले एरिया बटम एरियाबाट गर्नुपर्ने हुन्छ अनि भनिहाले धेरै थिक र थिन पनि धेरै थिक अनि धेरै थिन पनि मास्क अप्लाई नगर्नु हैन इभन लेयरमा गर्नु ठिक्कमा त्यसले भयो भने धेरै टाइम वेट पनि गर्नु पर्दैन अनि एकदमै बाक्लो लेयर भयो भने चाहिँ अति नै बढी दुखाउँछ क्या इभन लेयर भयो भने चाहिँ ठिक्कको भयो भने चाहिँ खासै दुखाउने हुँदैन अनि ब्ल्याक हेड्स व्हाइट हेड्स त भइ नै हाल्यो हैन मजाले नै पिल अफ गर्ने भनेपछि भित्रबाट नै पिल अफ गर्ने हो के त्यही भएर त दुखाउँछ दुखाएपछि एकछिन सहे पनि हैन सहनुपर्छ रिजल्ट चाहिँ वर्थ इट नै लाग्यो मेरो पर्सनल एक्सपिरियन्स भन्दाखेरि चाहिँ पहिले चाहिँ यो मोइस्चराइजर लगाउँदैछु है यो मोइस्चराइजर चाहिँ मैले नयाँ लिएको हो बेला स्विस भन्नेको यस्तो राम्रो लाग्यो मेरो फेस कम्बिनेसन छ तैपनि पहिला चाहिँ ओइली मोइस्चराइजरहरूले चाहिँ एकदम बढी पिम्पल आउने हुन्थ्यो हैन तर यो चाहिँ कम्बिनेसनमा पनि कतै त ओइली हुन्छ नि त सबै नै ड्राई हुन्छ भन्ने त छैन अनि त्यति बेला चाहिँ अलिक बढी पिम्पल आउँथ्यो अरू मोइस्चराइजरले बट यसले चाहिँ केही पनि भएको छैन कि अहिलेसम्म यस्तो राम्रो रिजल्ट दिन्छ हल्का ओइली टाइपको हुन्छ यो मोइस्चराइजर तै पनि एकदमै राम्रो रिजल्ट दिइरहेको छ अहिलेसम्म मजाले अलि धेरै नै लिनुपर्ने हुन्छ चारकोल फेस मास्क लगाएपछि एकदमै ड्राई बनाइदिन्छ नि त अनि त्यही भएर अलि धेरै लिएर मजाले मसाज गर्नु होला हजुरहरूलाई त्यो निकालिसकेपछि चाहिँ एकदमै फ्रेस फिल हुन्छ के सो अब चाहिँ मैले यो सिलिकनको सनस्क्रिन लाउन गइरहेको छु है यो लगाएपछि चाहिँ
फाउन्डेसन नै लगाएको जस्तो हुन्छ क्या फेसमा अनि रिजल्ट पनि राम्रै दिइरहेको छ यसले सनस्क्रिन चाहिँ म खासै धेरै युज गर्दिनँ मोइस्चराइजर हो मेन भनेको अलिकति धेरै युज गर्ने भनेको माइकमा यति धेरै टच भइरहेछ कि आवाज नै एकदमै नराम्रो आइरहेको होला है अब लेट मी वेयर दिस मस्कारा ओके यस्तो भयो लेट मी वेयर लिपस्टिक अनि त्यसपछि मलाई ढिला भइसक्यो म चाहिँ जान्छु मेरो चाहिँ मैले चाहिँ दुईटा शेड लगाउँछु प्राय जस्तो दिस इज माई फेभरेट लिपस्टिक यो चाहिँ मेबेलिनको हो अनि त्यसपछि यो चाहिँ एसेन्सको हो सो दुईटा मिक्स गर्यो भने चाहिँ मलाई राम्रो शेड दिन्छ के कलर राम्रो कलर निस्किन्छ यो चाहिँ अलिक बढी डार्क छ सो मैले धेरै युज गर्दिनँ तल एक लाइन र माथि एक लाइन लगाइदिन्छु त्यसपछि भयो सो दिस मच फर आजको भिडियो हैन अनि कस्तो भयो के भयो मैले जहिले पनि प्रपर बनाउँछु भनेर चाहिँ मैले 100% दिइरहेको हुन्छ बट केही न केही चाहिँ भइरहेको हुन्छ के मलाई बानी छैन नि त भिडियोमा बोल्ने अनि के पुगेन जस्तो भइरा हुन्छ त्यही हो लिपस्टिकको कुरा गर्नुपर्दा 24 आवर्ससम्म अब भयो यो जाँदैन अनि त्यसपछि स्किनको कुरा यही भइहाल्यो हैन यस्तो देखियो अब यस्तो फेसियल मास्कहरू पिल अफ मास्कहरू युज गर्ने बेलामा चाहिँ अलिक बढी केयर गर्नुपर्ने हुन्छ क्या फेसको किनभने त्यो तान्दाखेरि ड्यामेज गराउन सक्छ नि त अनि त्यसैले पिल अफ गरिसके पछाडि चाहिँ अलिक बढी केयर गर्नुपर्ने हुन्छ किनभने फेसको स्किन जस्तो सेन्सिटिभ अनि डराउनु पर्ने त कतैको हुँदैन नि त सो एकछिन केयर गरेर राम्रो हुन्छ भने व्हाई नट सो त्यही हो मैले चाहिँ यस्तै टाइपको भिडियोहरू बनाउँछु हैन यसै अनि तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्यो च्यानललाई चाहिँ एउटा सब्स्क्राइब गरिदिनु होला लाइक गरिदिनु होला जसले चाहिँ मलाई इन्करेज गरोस् मोटिभेट गरोस् कि यस्तै टाइपको भिडियोजहरू बनाउनको लागि अनि त्यही हो तपाईहरुले पनि एक्चुअली यो फेसियल पिल अफ मास्क चाहिँ स्योर ट्राई गर्नु होला है त तपाईहरु रिग्रेट हुनु पर्दैन थ्यांक यू बाइ